राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फाइनली जेलबाट निस्किएका छन्। नक्कु कारागारबाट उनी भैरवा हुँदै भैरवाबाट अन्तिमचोटि करिब 2.5 करोड रुपैयाँ बुझाएर जेलबाट बाहिर निस्किएसँगै कार्यकर्तामा उत्साह र हौसला बढेको छ भने रवि लामिछानेको लागि प्रत्येक नेपालीले घर-घरहरूबाट अत्यन्तै धेरै क्रेज देखाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फाइनली भेट्नको लागि बालेन समेत। यस अर्थमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको क्रेज देशमा अझै पनि कम भएको छैन। हुन त उनले 4-5 वटा सहकारी ठगका मुद्दा खेपिरहेका थिए भने वर्षौंदेखिबाट अदालतमा कुन्ठिएर बसिएका मुद्दाहरूलाई उनले निरन्तर फलोअप गर्दै आज फाइनली देश र जनताको लागि पुनः उपस्थित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको यस खालको नयाँ ऊर्जा देख्दा राजनीतिक दलहरूमा नयाँ भूकम्प र तरङ्ग गएको छ भने नेपाली राजनीतिमा पुनः एकपटक अर्कै मोड लिएको छ। देश र जनताहरूले पुराना सत्ताधारी दलहरूबाट अत्यन्तै ग्रसित भइरहेका थिए भने जसका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिल्यै चुनावमै राम्रै जित हासिल गर्न पनि सफल भएको थियो।